यो चाहिँ हामीले केही समय अगाडि आलु लगाएको थियौँ है। आज चाहिँ हामी आलु खन्दैछौँ। यो चाहिँ अस्ति हामीले झार नउखालेको जस्तो भएको है। अनि आलु खन्छौँ त आज झार उखाल्नुपर्ने पहिला है। कोरियामा चाहिँ दाइ यो कृषिमा आउँदाखेरि के छ 2 लाख प्लस यो आलु चाहिँ सुविधा हो। तरकारी खेती गरेर आफैले तरकारी लगाउने खाने आफूले गर्न सक्छ भने यो छुट्टै लाएर नि खान पाइयो। ल ठीक छ, मेहनत गर्नु पर्यो आफूले। दामी खाने आलु दामी भएछ है। हो यतिको अब गरेर खानलाई चाहिँ ल है छ है कोरियामा। ल हेर्नु त 2-4 पैसा नि जोगिने है दाइ। हामीले अस्ति झार उखालेन नि त। त्यही भएर यस्तो झार बढेको। नेपालमा चाहिँ ओरासिनको पर नसानले नि आएर झार उखाल्ने अनि गएर चाहिँ खेती गर्ने बानी चाहिँ लगाइदिन्छ जे होस् होइन दाइ। बाँच्न त पर्यो नि। अಯ್या भाइ ल ठिक छ। दामी छ हेर्न है। आलु एकदम राम्रो छ क्या। ढिलो भयो क्या खन्नलाई चाँडै भयो। यो अलिकति ढिलो त ढिलै होला न त यो भन्दा नि बढ्छ होला। अनि यसलाई पानी पनि त पुऱ्याउनु पर्यो। पानी हालेको हामी कस्तो मस्त हाल्छौँ पानी। पानी सानी भयो भने त अनि बढ्छ नि। यो के यो बङ्गुरमा बेरेर खाने साग हो र यो? त्यही हो साङ्छु। काटेन के न खालि धोइसिन्छ। सागबारी है सागबारी। ल मौसम आज के हो? पानी पर्ला पर्ला जस्तो छ। यो चाहिँ काँक्रो हो, यो चाहिँ टमाटर होइन। यो पनि खोर्सानी चाहिँ यता खोर्सानी छ होइन। हजुर यो चाहिँ भेन्टा चाहिँ के छ झार उखाल्न भेन्टा हो भेन्टा। कामले गर्दाखेरि यो बिजी भएर यो उखाल्न नभएको हो। हजुर त्यसमा चाहिँ उखालिन्छ भने करेला छ टमाटर काँक्रो छ। यो करेला हो, यो टमाटर करेला। यता फर्सी छ, उहाँ फर्सी छ है। के खान मन छ होइन? अब फुल थाल्यो केही समयपछि फल्छ होला अब यिनीहरू फल्ने बेला भयो है। फुल खेलेर छ यो झिरा हाल्छ नि त त्यस्तो नभेटाएर फाक्रा यो माथिको भने त अब सर्ना माथिको हाल्छ नि होइन पढिहाल्छ। हो यता तर बिस्तारै फल्छ होला। यो के गर्छ करेला पनि टमाटर त राम्रो भन्यो त हेर न फल्न थाल्यो नि। उहाँ त हेर न त्यसले पाक्यो। यहाँ तल सक्यो यहाँ रहेछ नि त। यहाँ आएर धेरै रहेछ नि त यार। पाके रहेछ झार उखाल्नु पर्ने हो कि अब भुलतिर यो उसमा आज तरकारीमा हालेर खाउँ। यो दामी भएछ यार है। ल मेहनत गरेर चाहिँ फाल्नुहुन्न। पनि खानुपर्छ अब। बारीमा हिँड्नै गाह्रो के हुन्छ जताततै तरकारी छ। करेला फल्नु खायो यार यहाँ। ल कोरिया ठ्याक्कै नेपाल जस्तै हो, अलिकति थोरै विकसित भएर मात्र हो क्या। नेपाल हेर्नु पर्दैन। ल यो त लोकल हो, धेरै लोकल हो क्या यो त। तरकारीमा हाल्यो टमाटर है।